अब जे भने पनि यही नेरी थियो गरे अब यही घर पनि अब भित्काइदिनु भयो नगरपालिकाले। काम गर्दै मान्छे साना बच्चा छन्, यो झोपडी छ त हाम्रो यही छ, महल छ त यही छ। अब हाम्रो सुकुम्बासमा आफ्नो जग्गा पहाड तराई काहीँ भएपछि यहाँ अर्काको जमिनमा बस्ने अधिकार किन लडाउँथे, किन ओर्थे। नमस्कार, म सन्तोष धानुक, न्युज 7 टेलिभिजनमा यहाँहरूलाई हार्दिक स्वागत छ। म यति बेला कञ्चनपुरको दत्त नगरपालिकामा छु। दत्त नगरपालिकाको यो ओपेरा चाहिँ अलि साइडमा छु। यहाँ चाहिँ अवैध संरचनाहरू थिए थुप्रै, तर यो चाहिँ अहिले नगरपालिका 21वटा घर र 2वटा टोयलेट गरी यी भौतिक संरचनाहरू चाहिँ भत्काएको छ यहाँ अवस्था। किनभने यहाँ चाहिँ एउटा अवैध रूपमा चाहिँ वासस्थान गरिरहे नागरिकहरू थिए, तर उहाँ चाहिँ उहाँको जानकारी अनुसार हामीले थाहा पाए अनुसार चाहिँ उहाँ चाहिँ 21वटा घरहरू मध्ये चाहिँ केही कुचमुनियाहरू र बाहिरबाट देशमा आएका चाहिँ यहाँ बसेका भन्नेहरू हामीले समाचार पाएका थियौँ। यहाँ अहिले भर्खरै तपाईँले देख्नुभयो, यहाँ चाहिँ डोजर लाएर यहाँ चाहिँ तहस नहस गरेका छन्। यहाँ केही नागरिकहरू छन्, यहाँ चाहिँ उनीहरू चाहिँ एकदमै आपतमा परेको भन्छन्। उहाँहरू चाहिँ हामी उहाँहरूसँग पनि कुरा गर्नेछौँ। अवैध संरचनाहरूको अहिले चाहिँ यहाँ मात्रै होइन, यो देशभरि नै व्यापक चाहिँ चलिरहेको छ। जुन काठमाडौँमा अस्ति मात्रै धेरै घरहरू भत्काएको अवस्था थियो, यसै गरी यहाँ पनि धेरै संरचना थिए। यहाँ चाहिँ अहिले चाहिँ पुरै चाहिँ संरचना भत्काएको अवस्था हो। हामी यहाँ घर धनीहरूसँग यहाँ चाहिँ छाप्रा लगाएर चाहिँ बसेका व्यक्तिहरूसँग उहाँहरूसँग केही छलफल गर्छौँ। हामीसँग यहाँ चाहिँ भौतिक संरचना र उहाँका घरहरू थिए। उहाँको घर अहिले भर्खरै चाहिँ नगरपालिकाको जेसिबीले तहस नहस पारिसकेको छ। उहाँका सामानहरू यहाँ देख्न सक्नुहुन्छ, बाहिर चाहिँ लथालिङ्ग अवस्थामा छोडिसकेको छ। उहाँ अब कहाँ जाने, के गर्ने, केही चाहिँ उहाँको टुङ्गो छैन। त्यही पनि हामी उहाँसँग कुरा गर्छौँ। उहाँ चाहिँ कहाँबाट आउनु भएको, तर अब कहाँ जाने, उहाँको पीडा पनि आफ्नै पीडा छ। नगरपालिकाले चाहिँ गर्यो यो कुरा चाहिँ फरक पाटो हो, तर उनीहरूको पनि चाहिँ पीडा छ। उहाँ पनि एउटा मानव हो, मानवीयता ढङ्गले एउटा फरक चाहिँ व्यवहार हुनुपर्ने थियो, तर यहाँ समस्या चाहिँ एकदमै उत्पन्न होला जस्तो छ। किनभने यस अगाडि पनि यहाँ चाहिँ ओपेराको साइडमा यहाँ चाहिँ एउटा चाहिँ ठुलो चाहिँ पार्टी भिलेज थियो, भानु पार्टी भिलेज, त्यो पनि भत्काइसकेको छ। तर अझै संरचनाहरू चाहिँ केही बाँकी छन् र उहाँहरूसँग हामी केही छोटो चाहिँ कुराकानीहरू गर्छौँ। हजुर नमस्कार यहाँलाई। आज घर चाहिँ भत्काइसकेको अवस्था छ, यहाँ तहस नहसको अवस्था छ। हजुर के भन्नुहुन्छ, हजुरलाई कस्तो लागेको छ? हाम्रो लागि त पीडै लागिरहेछ। अब आफ्नो घर पनि छैन, अब यता जाऊँ भन्ने ठाउँ पनि छैन। अब जे भने पनि यही नेरी थियो गरे अब यही घर पनि अब भित्काइदिनु भयो नगरपालिकाले। अब कहाँ जाने सोच्नु भएको छ तपाईँको? यत्रो चाहिँ कि सानो भए पनि आफ्नो चाहिँ परिवारसँग अलिकति भए पनि चाहिँ रमाइलो गरेर चाहिँ बसिराख्नु भएको थियो। अब चाहिँ तपाईँको घरहरू रहेन, यहाँ तपाईँको सामानहरू चाहिँ यहाँ बाहिर फालिएको अवस्था छ। के भन्नुहुन्छ सरकारलाई, के भन्नु चाहनुहुन्छ? तपाईँ चाहिँ कहाँबाट चाहिँ आउनु भएको, यहाँ तपाईँको साँच्चीकै तपाईँ सुकुमवासी हो भने सरकारले पनि कुनै यसको व्यवस्थापन गर्नुपर्ने हो। हामी साँच्ची नै सुकुमवासी नै हो, हामी के झुट भन्ने थियौँ र। यहाँ अब यहाँ हाम्रो अब यता जाऊँ भन्ने ठाउँ पनि छैन, उता जाऊँ भन्ने पनि ठाउँ छैन। सिधै आएर अब भित्काइदिनु भयो घर, र अब घर पनि अब एउटा छैन, नआएको छ। अब तपाईँ कहाँ जानुहुन्छ त? तपाईँको त घर त आज भत्काइसक्यो, अब के सोच्नु भएको छ? अब के र, अब घर भित्काए पनि के गर्ने त? अब हिँड्नेरी अब झोपडी लाएर बस्नै पर्यो। फेरि झुपडी लाउनुहुन्छ?
फेरि भत्काउँछ फेरि नगर सरकारले। यस्तो मतलब घर नबनाउने मतलब पालको झोपडी बनाएर बस्नु पर्यो नि। अब काम गर्छन् अब काम भनिरहेको थिएँ यस अगाडि तपाईँको घर चाहिँ भत्काइरहँदा उनीहरू आउनुभन्दा अगाडि तपाईँले केही जानकारी दिनुभएको थियो उहाँहरूले? हामीहरूलाई त केही पनि थिएन जानकारी। अब हामी दिनु त अब यिनीहरूलाई थाहा होला। अब यिनीहरू घरमै आइरह हुन्थ्यो तर पनि त्यही त तपाईँहरूले के टुङ्गो लाउनु भएन र? नै हामी गएका हौँ नगरपालिका बेला गयौँ भन्यौँ कहिले पत्ताउन पनि पत्ताउँदैनन्। हामीलाई यस्तो जाति हौँ हामीलाई कोही कमरा भाडा पनि दिँदैनन्। दिए पनि हुन्थ्यो नि कहीँ हामी बाहिर देश कमाउन जान्थ्यौँ बरु के अरे अब दिँदैनन्। यस्तो जात हौ भनेर अब बादी जात हौ भनेर कोही दिँदैनन्। अब यहाँमा पनि अब झोपडी लाएर बसेको थियौँ। अब झोपडी पनि आज गए आज त्यस्तैमै बसिन्छ। तपाईँ खासमा भन्नुपर्दा कहाँबाट आउनुभएको थियो यहाँ? तपाईँको जन्म नै यही ठाउँमा यही स्थलमा भएको थियो कि तपाईँ खासमा चाहिँ के तपाईँलाई स्मरण गर्न चाहनुहुन्छ हामी कहाँबाट आएर यहाँ बसेका थियौँ भन्ने कुराहरू? नाइ मलाई त थाहा छैन। अब म सिधा इन्डियाबाट आएको। इन्डियाबाट आएको सिधा यहीँ हो। फर्स्टै हो यही हो। फर्स्ट आउँदाखेरि यहीँ बस्नु? तपाईँले यहाँ चाहिँ आफ्नो घरहरू बनाउनु भयो कि यहाँ बनाएकै त घरहरू थियो यहीँ बस्नुभयो तपाईँ? नाइ हामीले बनाएको हो आफ्नो मेहनत लाएर। अब हामी बनाएको त कसलाई मिल्छ र घर त? हामीले बनायौँ आफ्नो मेहनत गऱ्यौँ यत्रो मेहनत गऱ्यौँ पैसा डुबायौँ। अब यहाँमै अब नगरपालिकाहरू आउनुभयो र घरै भित्काइदिनु भयो। अब कता जाऊँ भन्ने पनि ठाउँै छैन। अब सडकमा बस्नुपर्ने अवस्था तपाईँलाई निम्तिसक्यो होइन? इन्डियाबाट चाहिँ आउनु भएको भन्ने कुराहरू त स्पष्ट भइसक्यो तर पनि यहाँ तपाईँलाई कसले लिनु? तपाईँसँग परिवार छ र परिवारसँगै आउनु भएको? परिवार छ। अब बच्चा बच्ची चाहिँ छैनन्। अब बच्चा बच्ची चाहिँ छैनन्। अब परिवार छ। अब जेठाजु छन् अनि बच्चा बच्ची छन् सानै छन्। तिनीहरूलाई कहाँ बसाल्ने हो? बच्चाहरूको यस्तै पनि अब खानाको लागि तर्पिनु पर्ने भयो। अब रोड सडक सुन्ने पनि तपाईँको शून्य त भइसक्यो यहाँ चाहिँ केही हिजो पानी परिरहँदा घामले चाहिँ डढिरहँदा अलिकति छेउ थियो त्यो पनि चाहिँ अहिले नगरपालिकाले भत्काइसकेको अवस्था हो नि त। अलिकति छेउ पनि थियो। अब अलिकति हाम्रो सुत्ने उठ्ने घाँस पनि थियो त्यहाँमै। यो त हुन त नगरपालिकाले अस्ति नै सूचनाहरू सार्वजनिक गरिसकेको थियो अवैध संरचना भत्काउनुपर्छ भनेर। उहाँलाई हामी चाहिँ गलत भन्दैनौँ तपाईँहरूलाई पनि हामी गलत भन्दैनौँ किनभने तपाईँहरू पनि एउटा चाहिँ आफ्नो बास गाँस नभएको अवस्थामा चाहिँ यहाँ आउनु भएको हो। तर अलिकति बुझिएन कि कुरा चाहिँ तपाईँ भारतबाट चाहिँ यहाँ आउनु भएको यहाँ आएर चाहिँ यहाँ चाहिँ सार्वजनिक स्थलमा हामीले यसरी बस्न पाउँदैन भन्ने तपाईँलाई त्यो बेला लागेन? भारतीय त अब तिनीहरू न अब भारतीयहरूलाई अब बस्न मिल्ने हामी अब नेपाली जातलाई यहाँ नबस्न मिल्ने के? हामीले अब इन्डियातिर चाहने अब इन्डियाका मान्छेहरू यहाँ नेपालमा आएर बस्न मिल्ने त्यस्तो चलन भयो क्या यहाँ त। बस अब भोट माग्ने बेला आउँछन् गरिबका तर माग्छन्। एक भोट पाए पनि कति सही हुन्छ भन्छन्। अब हाम्रो अब तपाईँले मतदान पनि गर्नु भएको थियो र कि भोट पनि हाल्नु भएको थियो? नाइ मतलब हाम्रो दिदीले हाल्नु भयो। यहीँ बस्ने आफ्नै दिदी मतलब आफ्नै मेरी जेठानी दिदीले हाल्नु भयो। ल छ एउटा होइन तपाईँ चाहिँ एउटा चाहिँ एउटा बच्चाको चाहिँ आमा पनि हुनुहुन्छ। एउटा बच्चाले चाहिँ कहाँ बस्ने भन्ने पनि ठेगान छैन। यी बच्चा कलिला उमेरका चाहिँ सानो बच्चा छ। यो बच्चाले चाहिँ कहाँ बस्ने आजको चाहिँ राति कहाँ कटाउने भन्ने पनि उनको टुङ्गो छैन। हजुर नमस्कार। बच्चा लगेर अब हजुरहरूले चाहिँ तपाईँको घरहरू त अलि पनि छ्याप थियो तर यही पनि चाहिँ अहिले चाहिँ तहस नहस गरेको अवस्था छ। के भन्न चाहनुहुन्छ तपाईँ कहाँ बस्नुहुन्छ त अब खासमा? अब कहाँ बस्ने ठाउँ छैन। तपाईँलाई कतिको दुःख त लागिरहेको होला नि तपाईँको घर? दुःख त लाग्यो नि। सँग चाहिँ कुनै ठुलो चाहिँ फेरि के भन्छ भने यहाँ ठुल्ठुलो चाहिँ महल बसेर चाहिँ अलिकति यिनीहरू चाहिँ आक्रमण गर्नको लागि चाहिँ अतिक्रमण गर्नको लागि बसेका भन्ने कुराहरू पनि धेरै आइरहन्थे यस अगाडि। त्यस्तो त होइन नि? तपाईँलाई दुःख त मनबाटै लाग्यो होला नि तपाईँलाई पनि? दुःख त लाग्छ नि यत्रो बनाएको मेहनतले घर सानो सानो बच्चा छ। अब चाहिँ प्लान के छ तपाईँको कहाँ बस्ने भन्ने? अब कहाँ बस्ने ठाउँ छैन। अब कहाँ बस्छौ भन्छ कहाँ बस्ने? अब यहीँ कन्जरको जस्तो झोपडी बनाउने पल्ली हाल्ने बस्ने।
हजुरको के छ, के भन्न चाहनुहुन्छ? उहाँ चाहिँ बिमारी हुनुहुन्छ अब उहाँ के भन्छ जन्त्री देवी कामी। यहाँ चाहिँ अहिले नगर भीमदत्त नगरपालिकाको जेसिबी आएर यहाँका घरहरू चाहिँ भत्काइएको अवस्था छ। केही यहाँका बसोबास गर्ने व्यक्तिहरूसँग पनि हामीले कुरा गऱ्यौँ है। उहाँका चाहिँ सामानहरू छरपष्ट रूपमा चाहिँ बाहिर फालिएको अवस्था छ। तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ? यो चाहिँ अब दिनभर काम गर्दै मान्छे, सानसाना बच्चा छन्, यो झोपडी छ त हाम्रो यही छ, महल छ त यही छ। अब हामी सुकुम्बासमा आफ्नो जग्गा पहाड तराई काहीँ भएपछि यहाँ अर्काको जमिनमा बस्ने अधिकार किन लडाउँथे, किन ओर्थे, अनि ती गएर बनाउँथे। साँझ बिहान काममा गएर साँझ बनाएर खाने, चुलो जलाउने, उद्दे बच्चा पनि बुढाहालमा पढे, हामी पनि बुढाहालमा पढे। आफ्नो ठाउँ जग्गा काहीँ छैन, कता जाने कता आउने। इन्डियातिर गए इन्डिया नेपाली भगाउने भनेर उहाँ पनि उही हल्ला चलिया छ। कहाँ गएर कहाँ खाने, कहाँ बाँच्ने, कहाँ बस्ने। केही त सरकारले व्यवस्था केही अडिदिएपछि हामी यति किन नोद्धे कि त दिन्न म जहाँबाट आयो उहाँ। हजुर त नेपाली नागरिक हो नि? हाम्रो त सब यहीँको प्रमाण छ। तपाईँलाई अहिले चाहिँ तपाईँ कहाँ बस्नुहुन्थ्यो र? सालगाडी पनि अहिले चाहिँ ताला लागेको अवस्था, त्यहाँ सबै चाहिँ बन्द गरिसकेको अवस्था हो। अहिले चाहिँ कहाँ बसिराख्नु भएको? सालगाडी 18। अहिले चाहिँ केमा बसिरहनुहुन्छ? यस्तै झुपडी बनाएर? यसो झोपडी बनाएर सुकुम्बासमा हामी पनि बसिया छ। बोर्ड सोर्ड सब दिया छ। यहीँको नागरिकता छ हाम्रो त, सबै चिज प्रमाण छ। धारा दिया छ, मिटर दिया छ, सब चिज प्रमाण दिने भत्काउने, सब चिज प्रमाण दिने भत्काउने। तपाईँहरूसँग नेपाली नागरिकता पनि छ, तपाईँले चाहिँ यहाँको मताधिकार पनि छ, तपाईँले चाहिँ मतदान पनि गर्नुभयो, सब छ हामीसित। चाहिँ अहिले चाहिँ सरकारले बस्ने व्यवस्थापन अलिकति छ अरे भए पनि घाम पर्दा छ अरे र चाहिँ पानी पर्दा चाहिँ ओत लाग्ने चाहिँ ठाउँ चाहिँ भेटाउनु भएन तपाईँ? हामीलाई अब हाम्रो देखिएकै जग्गा जमिन छ, हामीलाई उहाँ लखेट्नु, हामी उहाँ जान्छौँ, हामी उहाँ बस्ने। अब जग्गा जमिन छैन, हामीले काहीँ। तपाईँ अन्त्यमा यो सरकारलाई, यो नगर सरकारलाई र हाम्रो चाहिँ सरकार जो चाहिँ अहिले चाहिँ हाम्रो देशको चाहिँ प्रतिनिधित्व गरिराख्नु भएको छ, उहाँलाई चाहिँ के भन्न चाहनुहुन्छ? तपाईँको के हुनुपर्ने हो, तपाईँको व्यवस्थापन कसरी हुनुपर्ने हो भन्ने कुरामा? हाम्रो छानबिन दे हाम्रो अथवा काहीँ जग्गा भेटिएपछि उहाँ लगाइदिने। जग्गा नभेटिया खण्डमा हामीलाई कहाँ घरबास बस्ने ठाउँ दिने, उहाँ बस्छ। तपाईँलाई कुनै ठाउँमा पनि एउटा चाहिँ सरकारले ल है तपाईँहरू बस्नुहोस् भनिदिनु पर्ने? तति खास मान्दै तति छ हामीलाई दुःख। अनि तपाईँ खासमा चाहिँ कहाँबाट आउनु भएको हो त? यसरी चाहिँ तपाईँसँग नागरिकता छ तपाईँ भन्नुभयो। हाम्रो सासू ससुरा हिँड्दै खाने, काहीँ जग्गा जमिन बनाएन, कहीँ दिन कहेको अधिए बनाए, कहीँ दिन कहेको अधिए बनाए, कहीँ दिन कहेको घरमा बसे, काम गरे, तहे खाएर आए। उन मरेर गएहाले अब हामीलाई छोडे, अब हामीले पनि तसै गरेर खाइया छ। आपसित पैसा भए काहीँ जग्गा किन्थे, केक बनाउँथे, कसो गर्थे, पैसै छैन। दिनभर काम गरेर बसायो भने खाने मान्छेले कहाँ जग्गा किन्न सकिन्छ? तपाईँको पुर्ख्यौली घर चाहिँ कहाँ हो, तपाईँलाई थाहा छ त्यस्तो केही? पहाडतिर हो भन्छन्, अब खै खासै थाहा छैन। हजुरहरू चाहिँ यही बस्नुभयो, यही चाहिँ यही माटोमा बस्नुभयो, अब तपाईँहरूलाई पनि थाहा पनि भएन? थाहा भएन। अब सुनेको कुरा सास ससुराले जग्गा जमिन काहीँ छैन, केही छैन, हिँडेरै खाए, मागेरै खाए, अधियै बनाए, कहेको घरमा काम गरे, तसै खाएर जिन्दगी बिताए। तसै जिन्दगी हाम्रो पनि बित्नेवाला छ। अब सरकारले दया धर्म मानेपछि काहीँ घर बनाउने ठाउँ दिए, यसलाई बस ओर हुने भोट दिएपछि अब मन ढुक्क हुन्थ्यो। यसरी घर भत्काया छ, ऊ बनाया छ, सानसाना बच्चा छन्, दिनभर काम खाने अर्बर खाने मान्छेलाई त भाडा कहाँ पाइने हो? कोही दलित भन्छन्, कोही के भन्छन्, जातमा पनि भेदभाव गरेको छ। कोठामा भाडा मिलेको छैन, जाने कहाँ? त्यही समस्या छ हामीलाई। हजुरको अहिले चाहिँ न बस्ने व्यवस्था, न कुनै खाने टुङ्गो केही भएको छैन। तर तपाईँसँग नागरिकता पनि छ, तपाईँले चाहिँ एउटा चाहिँ मताधिकार पनि पाउनु भएको थियो। हामीले त सब पाएको छ, सदुपयोग चाहिँ भएन, भएको छैन। यहाँ चाहिँ भीमदत्त नगरपालिकाको जेसिबी आएर चाहिँ यहाँका चाहिँ संरचनाहरू पुरा तहस नहस गरेको छ। तपाईँहरूलाई देखाउन चाहन्छौँ हामी। उहाँहरूकोमा के छ भने हामी एउटा नेपाली नागरिक हो भनेर उहाँले भन्दै गर्दा उहाँसँग मत मागेर हाम्रै यही घरको
अगाडिनिर आएर उहाँले हामीलाई नमस्कार गर्दै एउटा भोट मलाई दिनुहोस्, तपाईँको चाहिँ व्यवस्थापन हामी गर्छौँ भनेर चाहिँ उहाँले मत पनि मागिसक्नु भएको उहाँले हामीलाई जानकारी गर्नुभयो। तर चाहिँ अहिले चाहिँ उहाँलाई न बस्नलाई कुनै घर न चाहिँ ओत लाग्नलाई कुनै छहारी जस्तो भएको छ। तर उहाँहरूका पनि आफ्नै पीडाहरू छन्। उहाँलाई केही न केही सरकारले पनि व्यवस्थापन गर्नुपर्ने हो भन्ने हामीलाई लाग्छ, किनभने उहाँको मत चाहिँ छ। उहाँ नेपाली नागरिक हो, भूमि व्यवस्थापन कसरी हुन्छ, उहाँको सुकुम्बासी त हो, तर उहाँलाई चाहिँ कसरी व्यवस्थापन गर्ने त सरकारले? उहाँहरूको पनि त एउटा चाहिँ उहाँ पनि मानव हो, उहाँका पनि बालबच्चा छन्, उहाँका पनि छोरा छन्, श्रीमती छन्, आफ्नो परिवार छ। यहाँको अवस्थाको कुरा गरिरहेको छु म अहिले। उहाँ पनि अहिले चाहिँ बिचल्लीमा पर्नु भएको छ। यहाँ चाहिँ सामानहरू पुरा चाहिँ विच्छेद तरिकाले चाहिँ फालिएको अवस्था छ। तर उहाँको पनि अलिकति कुनै ठाउँमा ल तपाईँहरू यहाँ बसिदिनुहोस् अलि छहारी लाएर पनि भन्दा पनि एउटा चाहिँ ठिकै हुन्थ्यो जस्तो पनि लागिरहेको छ। किनभने उहाँका कुराहरू सुन्दै गर्दा खास कारण के हो, नगरपालिकाले त उहाँलाई पनि हामी गलत भन्न चाहदैनौँ, किनभने उहाँको पनि यो चाहिँ अवैध संरचना बनेका छन्। यो चाहिँ सरकारी जमिनमा चाहिँ अतिक्रमण गर्ने ढङ्गले चाहिँ यहाँहरू चाहिँ यहाँ बसोबास गरिरहेको भनेर चाहिँ नगरपालिकाले सूचना दिइसकेको अवस्था थियो। तर उहाँको गुनासो भने के छ भने हामीले चाहिँ यही सामान पनि अलिकति हामीले व्यवस्थापन गर्न पाएनौँ। तर नगरपालिकाको जेसिबी आएर चाहिँ सिधै यहाँ चाहिँ हाम्रो चाहिँ घरहरू भत्कायो। हाम्रा केही अलिकति भए पनि केही सामानहरू थिए, तर यो पनि हामीले चाहिँ निकाल्न पाएनौँ भन्ने उहाँको गुनासो छ।